हेलो, नमस्कार सबैजनालाई। यो जो लाइट देख्नु भएको छ नि, यो लाइट बलेको भ्यू कहाँको भन्नु हो त? यो रातिको कार्यक्रम हो। यो हो दार्खा भ्यालु है। दार्खा एकदम दार्खा हो यो। यो हाम्रो गङ्गा जमुना गुम्दी घलेगाउँ त्यो लामो घरबाट चाहिँ यो 360 डिग्री नै देख्छ भन्नु पर्यो। यहाँ पिँढीमा भनौँ या बरन्डामा भनौँ, त्यहाँ बसी चाहिँ एकदम दार्खा भ्यूहरू एकदम रमाइलो देख्छ के। झिलिलिली बलेको बत्ती होइन, त्यस्तो देखिन्छ। लाइट पनि गयो, सोरी आइगयो। यो दार्खा देख्छ होइन। अनि त्यसपछि एकदम रमाइलो छ कि गुम्दी गाउँ के। सो द्याट एकदम रमणीय छ होइन। अनि त्यसपछि यो अलिअलि यो किन्ताङ देखेर नि, किन्ताङ भन्ने यो चाहिँ किन्ताङ होइन। यो अलिकति अमिलोको रुखले अनि यो केराको रुखले छेकेको छ, किले देखेको छैन। यो चाहिँ किन्ताङ हो। यो किन्ताङ हो यो चाहिँ है। त्यसपछि यता दक्षिणपट्टि हेऱ्यो भने चाहिँ हजुरको यो ज्याङरुङ देख्नु भएको नि। ज्याङरुङ लाइटले सोरी कमजोरी छ, देख्नु भएको नि। ज्याङरुङ हल्का लाइट देखाएको छ नि, एकदम एकै लाइन छ तर ज्याङरुङ। यो चाहिँ ज्याङरुङ हो। त्यसै यता देख्नु भएको छ नि, यो देख्नु भएको छ नि, यो कालीगाउँ है। अनि यता देख्नु भएको लुडी हो। एकदम सेन्टर परेको जग्गा छ क्या हाम्रो यो गुम्दी घलेगाउँ होइन। गरङटोल एकदम यहाँ तपाईँलाई भन्नुपर्दा एउटा यसो कोही पनि आउनु भयो भने, घुम्न आउनु भयो भने, जसले जान्नु भएको छैन, सुन्नु भएको छैन, त्यहाँ एउटा पोखरामा छ होइन। त्यो एउटा नम्बर 1 भ्यू हुन्छ। अनि एउटा यहाँ तल कोमटोलमा छ नम्बर 2 भ्यू, त्यो हेलीग्राउन्ड। नम्बर 3 भ्यू छ त्यहाँ तल वरभन है। त्यहाँबाट एकदम गणेश हिमालहरू देख्नुहुन्छ। सबैजना आउनु होला र घुम्नु होला र यहाँको भ्यूहरू हेरेर एकदम आनन्द लिनु होला है। एकदम हस्, नमस्ते।